Hello and Jai Masi everyone. Welcome back to my video again. So हजुरहरू नयाँ हुनुहुन्छ भने चाहिँ मेरो नाम चाहिँ हो बेबी ज्योति फ्रम जयगाउँ. So yes guys. फर्स्टली जतिजना आमाहरूले ममहरूले मेरो भिडियो हेर्नुहुन्छ भने चाहिँ हजुरहरूलाई ह्याप्पी मदर्स डे होइन. आजको भिडियो चाहिँ यस्तै हुनेछ कि लाइक आज तपाईँलाई थाहै भएको कुरा होइन थम्नेल हेरेर पनि थाहा भइसक्नुभयो होला कि आज चाहिँ मदर्स डे हो भनेर. सो आयो आमा के पऱ्यो. सो यस गाइज आज चाहिँ मदर्स डे स्पेसल होइन. स्पेसल होइन तर मेरोमा चाहिँ मम्मालाई दिनुपर्ने केही पनि छैन क्या. लाइक करेन्टली आई डोन्ट ह्याभ अ मनी होइन. मेरो यहाँ आँखाभित्र चाहिँ नि उतै पसेछ परेला. वेट गाइस मेरो चाहिँ जहिले यस्तो आँखामा आफ्नै परेला पर्छ हौ गाइस. तपाईँहरूको चाहिँ पर्छ कि पर्दैन हौ. सो यहाँ मैले के भन्दै थिएँ भने यो पालिको मम्माको मदर्स डेमा चाहिँ लाइक पैसा छैन नि त मेरोमा. एभ्री इयर होइन मदर्स डेहरू आउँदाखेरि म जहिले पनि उयो गर्छु नि त मम्मीलाई लाइक मनाइदिन्छु नि त. अनि ल म तपाईँहरूसँग म स्किन केयर गर्दै बोल्छु ल आज चाहिँ गाइस. अब मम्मीलाई हरेक साल मनाइदिन्छु होइन त गाइस. अन्त मम्माहरूलाई पनि आशा हुँदो रहेछ कि अब मदर्स डे आउँदैछ अन्त अब नानीले गरिदिन्छ होला भन्ने आश राख्नु हुँदो रहेछ आमाहरूले पनि होइन. अन्त चाहिँ अनि मलाई पनि कस्तो लाग्यो. मैले सोचेको थिएँ कि गाइस म गर्दिनँ योपालि त. अब अहिले त काम पनि त छैन. काम पनि गरेको छुइनँ. ट्रेनिङ गर्दैछु होइन. अन्त पैसा पनि छैन गर्दिनँ ल म यस्तो यस्तो भनेर मैले भनिरहेको थिएँ नि त. पैसा पनि छैन. अब पैसा कमाउनु थालेपछि चाहिँ अब तपाईँले जे भन्छ त्यही किनिदिन्छु नि ल भनेर भने होइन मम्मीलाई. अन्त अब त पैसाहरू पनि छैन किन किन्नु त कामदाम पनि छैन भन्नुभयो मम्मीले हो. तर गाइस मैले चाहिँ अलरेडी किनेर ल्याइदिइसकेको थिएँ मम्मीलाई कि बिहानै आयो म्याडमजी गुड मर्निङ. अन्त बिहानै मैले चाहिँ होइन बिहानै अब मम्मीले चाहिँ लगेर जाओस् भनेर चाहिँ मैले कुर्ता सेट किनिदिएको छु होइन. अनि अब आज चाहिँ चर्चमा स्पेसल मदर्स डे सेलिब्रेट गर्छ. अनि त्यहाँदेखिको अब सबैलाई अब राम्री भएर त जानु स्पेसल डेमा होइन. राम्री भएर त जानु मनपर्छ. अनि यो चाहिँ मेरो जोन्सनको सनस्क्रिम हो. अन्त जानु मनपर्छ होइन. सो त्यही भएर चाहिँ मैले मम्मीलाई सानो गिफ्ट ल्याइदिएको छु गाइस. सो हेर्नुपर्छ मम्माको रियाक्सन कस्तो हुन्छ भनेर. अनि वान थिङ गाइज अब मदर्स डेमा पनि मलाई एउटा चाहिँ कस्तो नराम्रो लागेर आउँछ क्या. राम्रो अब हामीहरू किन नराम्रो लाग्छ भन्दाखेरि चाहिँ नि गाइज अब हाम्रो त मम्माहरू हुनुहुन्छ होइन. हामीले सेलिब्रेट गर्छ गिफ्टहरू दिन्छ. तर जसको चाहिँ अब मम्माहरू हुनुहुन्न होइन. अन्त अब उनीहरूको पनि टाढो होला सँगै छैन होला. अनि उनीहरूलाई चाहिँ लाइक आफ्नो मम्माको कति याद आउँछ होला जस्तो लाग्छ क्या मलाई. अन्त हामीले पोस्ट गर्दा त झन् अब नराम्रो मन दुख्छ होला जस्तो पनि लागेर आउँछ क्या. इभन अब अझै मेरो एकजना साथी पनि छ जसको चाहिँ मम्मा बित्नु भइसकेको. अनि लाइक उसले आफ्नो मम्मालाई कति मिस गर्छ होला नि. अन्त मलाई कस्तो लागेर आउँछ कि आई फिल भेरी सरी होइन. किनकि अब आफ्नो त्योहरू हो लाइक त्यस्तै छ. अब कतिजनाको मम्मा भएर पनि नभएको जस्तै हुन्छ. कतिजनाको हुनुहुन्न होइन. यो संसारमै नभएकोहरू पनि हुनुहुन्छ. एनिवेज अनि अब चाहिँ एकछिनमा हामी अहिले चाहिँ हल्का स्किन केयर गरिदिएको. अनि यो चाहिँ अहिले एकछिनमा चाहिँ अब हामीहरू चढ्नुपर्ने हुन्छ. डटनकीको यो चाहिँ चर्च जानुपर्ने हुन्छ या. अन्त लेट्स सी अब चाहिँ मम्मीको कस्तो हुन्छ रियाक्सन. किनकि चाहिँ नि मैले चाहिँ नि मम्मीलाई चाहिँ के भनेको थिएँ भन्दा बेलुका पनि मैले मम्मीलाई अँगालो मारेँ होइन. हक गरेँ. मम्मी सुतिराख्नु भएको थियो नि त. मम्मा कानको छेउमा गएर आमा मम्मी भोलि त अब पैसा पनि छैन हरेक साल मनाइदिन्छ योपालि त
अनि लाइक अहिले चाहिँ हाम्रो त्यस्तै भएको छ नि त अनि अब त्यो कुराहरू त कसरी बढ्नु अब हाँस्दै खेल्दै त गर्छ अहिले सिचुएसनै त्यस्तै छ न मम्माकोमा न मेरोमा हो अहिले त्यस्तो भइरहेछ अन्त मैले मम्मीलाई भने नि त मम्मी आज त अब भोलि त मदर्स डे सबैजनाले सेलिब्रेट गर्छ होला कसैले गरिदिन्छ होला अहिले त सोसियल मिडियाको उयो होइन देखिहाल्छ मन नदुखाउनु होला मेरोमा त दिने केही पनि छैन मेरोमा पैसा भनेको 70 रुपियाँ मात्रै छ अन्त केक काटिदिनु पनि सक्दिनँ होला भनेर मैले भनेँ नि त कि अन्त मम्मीले चाहिँ अनलाइन हेर्दा नै अब थाहा भइरहेको छ कि अब लाइक उसलाई कस्तो नराम्रो लागेको कि अनुहार स्याड भएको जस्तो हुन्छ नि तर मम्मीले भनिराख्नु भएको थियो क्या केही छैन मनाउनै पर्छ भन्ने छैन तँ काम गर्नु थालेपछि मनाउँदा भयो दिँदा भइहाल्यो नि अहिले त काम दाम पनि छैन पैसा सैसा पनि छैन किन मनाउनु परेर यस्तो भन्नुहुँदै थियो क्या अनि त्यहाँदेखिको तर मैले अलरेडी ल्याइसकेको थिएँ होइन सब हेर्नुपर्छ अन्त फेरि एउटा कुरा बहिनीले चाहिँ यस्तो अरे क्या मम्मी भोलि तपाईँ बक्खु लगाउनु ल अनि त्यो लगाउनु अन्त नानाले मेकअप गरिदिन्छ मजाले होइन एक्चुअली मेरो मम्मी चाहिँ मेकअप बन्द गर्नु हुँदैन होइन यही मोइस्चराइजर लगाउनु चाहिँ बास सकिगयो अनि त्यहाँदेखिको भन्ने थियो नि त म त चुप लगाएर बसिरहेको थिएँ क्या भोलि नयाँ लुगा लगाएर जान्छ मेरो मम्मीले भनेर अनि अहिले चाहिँ चर्च जानुभएको छ हल्का काम सघाउनु ओर्नु सो मम्मी आएपछि म दिनेछु सो हेरौँला रिएक्सन अब आज फेरि 9 बजीदेखि 10 बजीदेखिको लाइनहरू जान्छ अरे हो सो मेरो फोन एकछिन चार्ज हालिहाल्छु ल गाइस त्यही हो आजको स्पेसल अब हेर्नुहोस् होला हाम्रो चर्चहरूमा पनि के हुन्छ होइन लाइन जान्छ अरे तर पनि केही छैन के हुन्छ अनि आज मेरो मम्मीको रिएक्सन मेन चाहिँ रिएक्सन क्या लाइक कस्तो चाहिँ दिन्छ होला भनेर नट द्याट बिग गिफ्ट होइन अब जति सक्दो मेरोबाट मैले दिएको नि त अनि हेरौँला अब मम्मीले के भन्नुहुन्छ भनेर ल यति चाहिँ थाहा चाहिँ मलाई मेरो थ्याङ्क यू छोरी भनेर चाहिँ हक गर्नुहुन्छ होला अरू चाहिँ खै कुनै आइरहनु सो लेट्स सी गाइस मदर्स डे मम्मा थ्याङ्क यू छोरी थ्याङ्क यू तिमीलाई के भन्नु अरू त के दिने अरू छैन योपालि त सुक्ख छ मम्मी केही छैन मम्मीको लागि प्रार्थना गर्दिनँ सम्झेकोमै धन्यवाद अब हरेक साल मैले योपालि त केही छैन केही छैन अस्ति नै गिफ्ट ल्याइदिरहेको थिएँ छोरीले लगाइरहेको छु मदर्सीको गिफ्ट चप्पल त्यही हो 100 रुपियाँको चप्पल ल्याइदिएको नि हो आज चाहिँ हाम्रोमा एकदम राम्रो भएर जान्छ अरे आज चाहिँ हो मदर्स डे सो चर्चमा आज मनाउँछ सो के गर्छ ओर्छ म तपाईँलाई देखाउने छु होइन मम्मी आज चाहिँ एकदम स्पेसल नि मम्मीलाई धेरै धेरै प्रभुले आशिष दिएको बिमारीहरू नभएको सबै चङ्गाइ भएको होस् नि मम्मी मन दुख त छैन होला छैन किन मन दुख अब के किन्ने काम गर्ने छोराछोरी भएको छैन काम गर्ने के भन्नुभएको छोरी अहिले काम गर्ने बेला भएको छैन नि त हो काम सिक्दैछ काम सिकिसकेपछि काम गर्नु थालेपछि नानीले दिन्छ अहिले छैन केही छैन त्यसमा भित्रभित्र चाहिँ बेला मन दुखिरहेको होला नानी तिमीलाई चाहिँ मन दुख्यो होला मैले सही जहिले पनि दिन्थेँ मेरो मम्मीलाई योपालि दिनु सकेन अन्त दुख्यो होला नि त दुख्छ नि अनि पैसै छैन अन्त कस्तो लाग्दैन लगभग म एकछिन आउँछु यस सुनिहाल्नु भयो होला मेरो मम्मीले के भन्नुभयो भनेर होइन मम्मीलाई चाहिँ एउटा के पनि थाहा छैन अब हेरौँ के हुन्छ अहिले चाहिँ म आमाहरूकोमा गएको एकछिन अन्त यहाँ चाहिँ हुनुहुँदो रहेछ माइजूहरू ह्याप्पी मदर्स डे माइजू गड ब्लेस यू तपाईँहरूलाई ल काममा जानुहुँदैछ राम्रो जानुहोस् गाइस मेरो मम्मी चाहिँ रेडी हुँदैछ होइन अनि मैले चाहिँ गिफ्ट यहाँ राखेको छु भाइको रुममा मेरो लगाइदिएको यो लगाइदिएको कत्रो ठुलो हुँदो रहेछ के लगाएर जाने अन्त ल्याइदिएर बस्छ त
गाइस नबनाऊ न भिडियो यहाँ छ्या। कभर तपाईँ गर्छु माथि मात्रै दिएको छ मेरो मम्मी चाहिँ रेडी हुँदैछ गाइस लिनु अन्त नानीले त कस्तो ल्याइदिएको छैन मम्मीले पुरा मन दुखायो भनिरहेको थियो ल्याइदिएको रहेछ त अन्त थ्याङ्क यू मेरो छोरीलाई धन्यवाद काम छैन मेरो छोरीले फेरि पनि लिएर दिन्छ मलाई खुसी लाग्यो दामी रहेछ त कलर पनि वाउ दामी रहेछ कलर हेर्नुहोस् है गाइसहरू मेरो छोरीले आज मलाई गिफ्ट हुन्छ नि राम्रो रहेछ तर ठुलो हुन्छ सानो पर्दा हुन्छ मम्मी त जिउ घटेर लोत्यो भएको छ कस्तो दामी रहेछ कलर पनि मन पऱ्यो नि के गर्नु लाग्छ अहिले त ठुलो हुन्छ लगेर जानु न हेर्नु केही हुँदैन अलिक ठुलो लगाउँदा दामी रहेछ है गाइस पेन्सिल के हुने रहेछ लगाइहाल्नु त लगाउन अझै लगाउनु भनेर देख धन्यवाद नानीलाई ल्याइदिन्छ नि मलाई थाहा छ अब थाहा छ अरे तर पनि यो पालि त पैसा थिएन नानीलाई अब कहाँबाट ल्याउँछ काम नभएको मान्छे भनेर सोचिरहेको थियो केही छैन नि लिएन भने पनि नानी भनेर भनिरहेको थियो धन्न लिएर पनि दिएछ लिइराखेको रहेछ नानीले मलाई कस्तो ढाँट्छ नानीले के गरेको सरप्राइजमा मलाई छैन मेरोमा पैसा भनेर भन्दै थियो र पनि मेरो नानीले लिएर दिएछ मम्मीको लागि पुरा जोगर गरिराखेको हुन्छ नि त नानीले म त यादै छैन तर सोचेको थियो अहिले पालि त छैन नानीकोमा पैसा पनि अब काम पनि अहिले छैन हातमा पैसा पनि छैन भनेर सोचिराखेको थियो धन्न मेरो छोरीले त अगाडि नै रेडी पारिसकेर नि मम्मीलाई त सरप्राइज सबै रेडी गरिसकेको रहेछ मम्मीलाई त उसले त सरप्राइजमा गिफ्ट लिएर दिए नि हौ नानीले दामी दामी सो यस गाइस अहिले चाहिँ भने चर्च जाँदैछौँ हामी म मम्मीलाई देखाउँछु भनेको कि गाइस नयाँ लुगा लगाएको मम्मी त गइसक्नु भयो अघि नै ढिलो भयो भनेर म चाहिँ अलिक लेट भयो मलाई कस्तो खाली दिँदैछ म पुरा डरेको छु गाइस घामले आउँछु त
धेरैले कामहरू भएर ल्याइराख्नु भएछ। अझ पनि तपाईँले व्रत मात्रामा आशिषले भर्दै भर्दै लानुहोस्। प्रभु यो दर्शन भेटीद्वारा तपाईँको ठुलो ठुलो महिमाको काम, धेरै ठुलो ठुलो तपाईँको राज्यको कामहरू हुनुमा तपाईँले सहायता गर्नु। दया कि दिना क्लास 10 कि यो 12 चाहिँ कति हाम्रो छ क्लास 10 पास हजुर? गर्नुभएको भाइ बहिनीहरू हुनुहुन्छ। क्लास 10 कि 12 कसले सोयो ल नानीहरूलाई धेरै धेरै बधाई छ शुभकामना छ। Happy Mother's Day! अरूलाई चाहिँ अब भने गाइस यहाँ चाहिँ एकदम खानाको सेटअपहरू हुँदैछ। आयो यहाँ चाहिँ केक छ, कस्तो दामी छ है केक चाहिँ गाइस। सो यस गाइस योहरू सबै सक्यो ओर्यो होइन। अन्त मेन चाहिँ लाइन गएको कारणले लाइक हामीले भिडियोहरू बनाउनु पाएन। अन्त मेन चाहिँ अब राम्रो अब कतिवटा प्रोग्रामहरू लिएर आएको थियो होला बहिनीहरूले, गर्नु पाएन। सो त्यति मैले भिडियोहरू पनि बनाइन अनि गरमले गरेर हो। अन्त म केक काट्नुमा बिजी भएँ। मेरो फोन त कता कता लाग्यो भाइ बहिनीहरूले हो फोटोहरू खिच्नु लागि। सो यस गाइस त्यही हो होइन। म तपाईँहरूलाई एउटै कुरो भन्न चाहन्छु कि आफ्नो मम्मी पापा बाजे बोजू हुन्जेलसम्म मात्रै हो है हामीले माया गर्नुपर्ने होइन। अनि त्यहाँदेखिको नहुँदा कस्तो हुन्छ भनेर अब उनीहरूलाई मात्रै थाहा छ जसकोमा छैन होइन। सो आफ्नोमा छ अनि त्यहाँदेखिको आफ्नो मम्मी पापा हुँदा नै मम्मी पापालाई माया गर्नु, उनीहरूको विसहरू पुरा गर्नुहोस्। या त्यही हो। सो मेरो चाहिँ आजको मम्मी मेरो त होइन मम्माको मदर्स डे चाहिँ यस्तै गइहाल्यो होइन। अब जब म कमाउँछु अन्त तब चाहिँ राम्रोसँगले दिन्छु ओर्छु भन्ने आश छ होइन। सो यस गाइस त्यही हो, प्रे फर मी होइन, फर माई अपकमिङ फ्युचर्सहरू। अनि या त्यही हो गाइस। म चाहिँ डढेर सिस काली भएको छु होइन, तर मेरो स्किन अहिले पुरा इम्प्रुभ हुँदैछ गाइस, क्लिन हुँदैछ। नभए चाहिँ पहिला यस्तो पिम्पलहरू थियो, अहिले चाहिँ क्लिन हुँदैछ। सो त्यही हो, आइ एम सो टायर्ड होइन। अनि yeah guys, thank you so much for watching and keep loving. Bye.